भगवान आउँदो रहेछ। माताको जस्तै गति प्रदान गर्दिन सक्छ समर्थवान इष्टा दयालु भगवान कहाँ पाइन्छ। हे प्रभु, तपाईँको दयालुतापन धन्य हो भनेर वेद व्यासले यहाँ व्याख्या गर्नुभयो। त्यो शब्द कानमा परो। फेरि भगवानले वेद व्यासले अर्को श्लोक सुनाइदिनुभयो। वर्भापीडं नटवरवभौ कर्णयो कर्णिकारं बिभ्रद्भाषकण्ठकविषं वैजयन्तीं च मालां रन्ध्रान् वेणोरधरसुधया पूरयन् गोपवृन्दैः वृन्दारण्यं सुपदरमणं प्राविशतीति। वृन्दावन रमण गर्ने यस्तो वैजयन्ती मालाले विभूषित हुनुभएका, मोर मुकुट धारण गर्नुभएको त्यस्ता प्रभु परमात्मा को दर्शन कहाँ पाउन सकिन्छ सधैँभरि। त्यस्तै प्रकारले वेद व्यासलाई सुखदेवलाई बाहिरैबाट सुनाउनुभयो कि संचिन्तयत् भगवच्चरणारविन्दम्। भगवानको चरणारविन्दमा जसले नमन गर्दछ, मकराकृत कुण्डलाकृत भगवान जुन परमात्मा ईश्वरको स्वरूप हुनुहुन्छ, जसले उहाँको स्मरण गर्दछ भनेदेखि ती व्यक्ति ती पुरुषहरू मोक्ष भन्न सक्दछन् भनेर यसरी यस्ता यस्ता प्रकारका धेरै श्लोकहरू बताउँदै जानुभयो। यी श्लोक बताइसकेपछि सुखदेवको भित्र ध्यान आउनु। पिताजी, मलाई यस्ता प्रकारका श्लोकहरू पनि अरू पनि बताउनुहोस्, यतिले मलाई पुग्दैन। भनिसकेपछि बाबु अब जानुपर्छ, म तिमीलाई यति मात्रै होइन, तिमीलाई अरू पनि धेरै श्लोकहरू भगवानका धेरै श्लोकहरू म पढाउँदैछु भनेर त्यहाँ पिता र पुत्रको मिलन भएको छ। अनि यो श्रीमद् भागवत रूपी जो ग्रन्थ छ, त्यो ग्रन्थ 335 अध्यायले युक्त भएको ग्रन्थ छ। त्यस ग्रन्थलाई वेद व्यासले पढाउनु हो, सुखदेवलाई पढाउनु हो। यसरी आफ्ना पिताजीले अब पढाउनु हो, गुरु बन्नु हो, पढाएर त्यस पश्चात उहाँ नै जुन सुखदेव हुनुहुन्छ, सुखदेव महाराजले गएर श्राप परेका श्रापबाट मुक्त गराउनको निमित्त ब्राह्मणको श्राप परेका साक्षात परीक्षित नाम गरेको जुन राजा हुनुहुन्छ, राजालाई ग्रन्थ बताउनु। संसारमा सुखदेव र परीक्षित भएर जन्म लिनु मुस्किल छ भनेर भनिएको छ। तर भक्तजन, हामी जति श्रोताहरू छौँ नि, हामी सबै परीक्षित हौँ। जसले भागवत श्रवण गर्छ उनै हो परीक्षित। त्यसैले हामी सबैजना परीक्षित छौँ। त्यस्ता परीक्षित जस्तालाई 7 दिनको दिन कुलाङ्गार मृत्यु भएका व्यक्तिहरूको 7 दिनका दिन तक्षक नाम गरेको नागले डसेर मृत्यु होस् भनेर श्राप पर्यो। भक्तजन, आखिरी 7 दिन त रहेछ। तपाईँ हाम्रो चाहिँ हामी परीक्षित यदि होइनौँ भनेदेखि हाम्रो चाहिँ कति दिन छ त? हाम्रो पनि त्यही 7 दिन हो। आइतबारदेखि गन्दै लगेर शनिबारसम्म 7 दिन हुन्छ। जन्म मृत्यु त्यही भित्र हुन्छ। त्यसैले तपाईँ हामी सबैजना परीक्षित छौँ। परीक्षितलाई वेद व्यासले यही श्रीमद् भागवत रूपी जुन ग्रन्थ छ, त्यो ग्रन्थ श्रवण गराउनुभयो। 7 दिनसम्म बसेर उहाँलाई 7 दिनको दिन उहाँको अन्तिम उपदेश दिनुभएको छ।
अन्तिममा भन्नुभयो गएर कि परीक्षित, तिमीलाई मैले यो 7 दिनसम्मको जुन ग्रन्थ श्रवण गराएँ, यी सबै भागवत तिमीलाई श्रवण गराएँ। अब तिमीले म मर्छु भनेर पशु बुद्धि इमाम जही भनेर भन्नुभएको छ। मर्छु भन्ने बुद्धि गर्नु हुँदैन अरे कसैले पनि, कोही मर्दैन। के गर्छ त? चोला बदलिन्छ।